यहाँ हेर्न सक्नुहुन्छ है, म अहिले अन्डा अन्डा रेडी गरेको छु है फिटेर, र म अन्डा करी बनाउन निम्ति मैले मसलाहरू सबै हालिसकेको छु। अब म अन्डा हाल्नेछु, हेर्नुहोस् तपाईँहरू। र यो अन्डा करी, अन्डा झोल भन्छ यसलाई। यसलाई चाहिँ छिटो मिठो एकदम खानासँग। एक्लै छु घरमा, हेर्नुहोस् अन्डा पुरा फिट्नुपर्छ, तपाईँले देख्न सक्नुहुन्छ। अन्डालाई एकदम मजाले पकाउनुपर्छ, यसलाई मोल्नुपर्छ अन्डाको झोलको लागि, किनभने आलो भयो भने मिठो हुँदैन। हेर्नुहोस् कलर हेर्नुहोस् एकदम। यसमा सबै मसला सबै हालिसकेको छु, गरम मसला, रङ खुर्सानी, प्याज, टमाटर सबै मैले यसमा इन्भल्भ गरिसकेको छु। अब हेर्नुहोस् यो डल्लो पर्छ, यसलाई मजाले भुट्नुपर्छ। एकछिन मजाले भुट्नुपर्छ, यसलाई अलग अलग पार्नुपर्छ यो, किनभने भित्र पाकेको हुँदैन अन्डा, र पाकेन भने भुँडी दुख्न सक्छ। यसलाई मजाले पकाउनुपर्छ, चलाइ र एकछिन म यसमा ग्रेभी हाल्नेछु, तातो पानी। एकछिन पकाउनुपर्छ, यति स्वादिष्ट हुन्छ। तपाईँहरू पनि घरमा कोसिस गर्नुहोस्। खाना पनि पाक्दैछ, म तपाईँलाई देखाउँछु। खाना पनि बोइल हुनै आँटेको छ, म राइस कुकरमा पकाउँदैछु। लगभग अब अन्डा पाकिसक्यो, किनभने कलर आइसकेको छ, पाकेको कलर आइसकेको छ। र अब हेर्न सक्नुहुन्छ, म तपाईँहरूलाई पानी तपाईँ कति चाहिन्छ तपाईँलाई त्यही अनुसार तातो पानी अघि तपाईँ राखेको छु। अब हेर्नुहोस् यसको कलर हेर्नुहोस्। अब एक्लै छु, बेसी हाल्दिनँ, पाक्नु पनि पर्छ। र कलर हेर्नुहोस् है तपाईँहरू, हेर्नुहोस्। अलिकति यसलाई हल्लाइदिउँ। अब यसलाई मजाले अलिकति पानी सुकाउनुपर्छ, पानी सुकेर तपाईँको टेस्टी भएर आउँछ। हेर्नुहोस् कलर हेर्नुहोस्। अलिकति पानी हाल्नुपर्ने भयो, किन पाक्नुपर्छ। र यतिमा सीमित राखिदिउँ, एक्लै छु, यो मलाई दुईपल्ट हुन्छ। र अलिकति नुन पनि, अब पानी अलिकति थप्दाखेरि नुन हाल्नैपर्छ, लाउनैपर्छ। नुन म लाउँदैछु। ठ्याक्कै उम्लिन्छ। हस्, यतिमा मेरो भिडियो यहीँ राख्न चाहन्छु। थ्याङ्क यू। तपाईँहरू पनि घरमा इन्जोय गर्नुहोस्।